अब भने चाहिँ 6000 तयार पारेर राख्नुपर्ने आएको छ है त। किन भन्दा यही जेठ महिनामा 6 वटा आइपिओ चाहिँ सर्वसाधारण लगानीकर्ताहरूको लागि निष्कासन गर्ने भएको छ। ल हेर्नुहोस् कुन कुन आइपिओ आउँदैछन् पुरा जानकारी यस भिडियोमा, र भिडियोलाई अन्तिमसम्म हेरेर आफ्नो प्रतिक्रिया दिन चाहिँ नबिर्सिनु होला। पहिलो कम्पनी रहेको छ कालाङ्गा हाइड्रो पावर लिमिटेड। यस कम्पनीले 100 रुपियाँ अंकित मूल्यको दरमा 28,70,000 किता शेयर सर्वसाधारण लगानीकर्ताहरूको लागि आइपिओ जेठको 8 गतेदेखि जेठको 13 गतेसम्म निष्कासन गर्दैछ। र दोस्रो कम्पनी रहेको छ बेनी हाइड्रो पावर लिमिटेड। यस कम्पनीले 100 रुपियाँ अंकित मूल्यमा चाहिँ 8,63,200 किता शेयर चाहिँ सर्वसाधारण लगानीकर्ताहरूको लागि आइपिओ निष्कासन गर्दैछ। त्यसैगरी तेस्रो कम्पनी रहेको छ सानीगढ हाइड्रो पावर लिमिटेड। यस कम्पनीले पनि 100 रुपियाँ अंकित मूल्यको दरले चाहिँ 46,74,000 किता शेयर सर्वसाधारण लगानीकर्ताहरूको लागि निष्कासन गर्दैछ। र यसैगरी चौथो कम्पनी रहेको छ माउन्ट एभरेस्ट पावर। यस कम्पनीले चाहिँ 100 रुपियाँ अंकित मूल्यको दरले 14,27,600 किता शेयर चाहिँ सर्वसाधारण लगानीकर्ताहरूको लागि निष्कासन गर्दैछ भने, यसैगरी अबको बाँकी दुईटा कम्पनीहरू चाहिँ कस्तो कम्पनी हो भन्दाखेरि यो चाहिँ उत्पादन क्षेत्रसँग सम्बन्धित कम्पनीहरू रहेको छन्। जस्तै रहेको छ 5औं नम्बरमा चाहिँ एप्रेस कलर लिमिटेड। यस कम्पनीले पनि 100 रुपियाँ अंकित मूल्यको दरले 6,55,700 किता शेयर चाहिँ सर्वसाधारण लगानीकर्ताहरूको लागि आइपिओ निष्कासन गर्दैछ भने, यसैगरी अन्तिम अथवा 6औं नम्बरमा रहेको छ सर्वोत्तम पेन्ट्स इन्डस्ट्री लिमिटेड। यस कम्पनीले पनि 100 रुपियाँ अंकित मूल्यको दरले 7,05,500 किता शेयर चाहिँ सर्वसाधारण लगानीकर्ताहरूको लागि चाहिँ निष्कासन गर्दैछ भने, यी आइपिओहरू कहिले आउँछन्, कहिलेबाट सुरु हुन्छन् र यसको इपिएस यसको नेट वर्थ कति छ भनेर चाहिँ म फुल भिडियोहरू पनि तपाईहरुलाई ल्याउने नै छु। त्यतिन्जेलको लागि चाहिँ मेरो यस आइडीलाई फलो गरेर राख्न पनि नबिर्सिनु होला, र युट्युबबाट हेर्दै हुनुहुन्छ भने युट्युब च्यानललाई सब्स्क्राइब गरेर राख्न पनि नबिर्सिनु होला।